नमस्कार, म डिएन नेपाल, सङ्गला टाइम्स समाचारपत्र एवं न्युज च्यानलको सम्पादक प्रकाशक। आज म तपाईहरुको समक्षमा एउटा अन्तर्राष्ट्रिय चर्चामा रहेको विषयमा सम्बोधन गर्न गइरहेछु। दुनियाँका सबैभन्दा धनी एक अन्तरिक्ष अभियानका मार्गदर्शकै भनौँ, वैज्ञानिक पनि हुन्, तिनी पैसावाला पनि हुन्, राजनीतिज्ञ पनि हुन्। अमेरिकाको मात्रै होइन, दुनियाँलाई एउटा हैकम गर्ने व्यक्ति हुन्, एलन मस्क। तिनले डाभोसमा युरोपियन युनियनको इकोनोमिक फोरममा बोल्दै ख्यालख्यालमा एउटा गम्भीर कुरा भने। एलनको सम्बन्धमा अर्को ग्रहको मान्छेको उपस्थितिको बारेमा, अस्तित्वको बारेमा तिनले भने के म एलन होइन र? ख्यालख्यालमा भनिए जुन यो उनले भने, यो बहुत यसको गहिरो अर्थ छ। किनभने हाम्रो तुलनामा जो अहिले हामी गफै मात्रै गरिरहेका छौँ, यसको तुलनामा उनीहरू तकनिकीको क्षेत्रमा उनीहरू नम्बर 1 अगाडि देखिने छन्। आर्थिक रूपले उनीहरू हामीभन्दा शताब्दीौं अघि छन्। सामरिक रूपले पनि उनीहरू अगाडि छन्, वैज्ञानिक रूपले, सबै कुरोले र सोचले पनि। आज अमेरिकाले संसारलाई 250 वर्षदेखि एउटा सुपर पावरको तकमा भएर संसारलाई हाँकिरहेको छ। उनी संसारको एउटा गडफादरको रूपमा अगाडि प्रस्तुत हुनुको पछि त्यहाँको नागरिकहरूको सोच हाम्रोमा के देखिन्छ? पैसा कमाउने मान्छेहरूले ज्यादा पढेको हुँदैन, ज्यादा जस्तो पैसावाला मान्छेहरू कम्ती पढेका हुन्छन्। हाम्रो पहाडको समाजमा त, मधेसमा पनि पैसा कमाउने मान्छेहरू अलिक कम्ती शिक्षित मान्छेहरू नै पैसाको पछाडि पहिलेदेखि लाग्नेहरू नै गएर धनाढ्य भएका हुन्छन्। तर अहिले अमेरिका, इजरायल जस्ता मुलुकहरू, उनीहरू नै जो पैसावाला छन्, उनीहरू नै साइन्टिस्टहरू पनि छन्। तकनिकी उनीहरूको हातमा छ। फेसबुक, गुगल, ट्विटर, त्यो मात्रै होइन। आज हामी स्वतन्त्र छौँ कि? आज मैले जो बोल्दैछु त्यो कसैबाट प्रभावित हुन्छ? अहिले त डिबेट यो भयो कि अब संसार कति दिन डेमोक्रेसीमा चल्छ। अब डेमोक्रेसी नि 200 वर्ष अगाडि प्रजातन्त्र नि संसारको एउटा उपाय हो। संसारलाई शासन गर्ने उपायमा प्रजातन्त्र सबैभन्दा सठिक तरिका हो, सठिक नियम हो, सठिक पद्धति हो भनेर जुन स्थापित गरेर संसार 200-300 वर्षदेखि चल्दै आएको छ, त्यो प्रजातन्त्रमा पनि अब शङ्का उत्पन्न हुने ठाउँ सृजना भएको छ। यो मान्छेहरूको कारणले गर्दाखेरि डिप स्टेटको कुरा त राज्य पछाडिको राज्य, राज्य सञ्चालन, राज्यको पछाडिको कुन व्यवस्थाले राज्य सञ्चालन गर्छ भन्ने त धेरै पुरानो विषय भइसक्यो। अहिले आएर एउटा बहुतै गम्भीर कुरा भएको छ। त्यो कुरो के हो भन्दाखेरि चाहिँ एलन मस्क मात्रै होइन, अर्को एउटा उद्योगपति छन् जो ट्रम्पको पछाडि खडा छन्, जसले अमेरिकाको ट्रम्पलाई फेरि पुनः राष्ट्रपति बनाएर ल्याउनुमा 2024 मा ठूलो भूमिका खेले। पिटर थिल, ती पनि एउटा एन्टरप्रेनर हुन्। तिनले एउटा एजेन्सी चलाउँछन्, प्यालेन्टियर भन्ने तिनको एउटा कम्पनी छ। तिनका जस्ता अरू पनि कम्पनी छन्, तर सबैभन्दा खतरनाक चाहिँ पिटर थिल हुन्। पिटर थिल आफै पनि प्रजातन्त्रमा विश्वास गर्दैनन्। ऊ चाहन्छन्, ऊ एउटा दार्शनिक पनि हुन्। अब अघि मैले भने उनीहरू पैसावाला मात्रै छैनन्, उनीहरू पैसासँग उनीहरूकोमा सामरिक ताकत पनि छ, देश पनि उनीहरूको पक्षमा छ, किनभने देशै उनीहरूले चलाउने स्थितिमा उनीहरू पुगिसके। र त्यो माथि अहिले अब उनीहरू नयाँ नयाँ दर्शनशास्त्रसँग, मेरो पनि एउटा फेभरेट राइटर हुने गर्थिन् आयन ऱ्यान्ड, उनको किताब छ भर्चु अफ क्यापिटलिजम, एटलास सक जस्ता किताबहरू उनले लेखेकी थिइन्। रोनाल्ड रेगनले
स्टार वार जस्तो जुन प्रोग्राम सुरु गरेका थिए त्यो आयन ऱ्यान्डको फिलोसफीमाथि आधारित थियो भने यी पिटर थिल आयन ऱ्यान्डका नजिक देखिन्छन् र पिटर जुन थिल छन् उनको डेमोक्रेसीमाथि विश्वास छैन। उनको दर्शनमा के चाहन्छन्, डेमोक्रेसीले गर्दाखेरि धेरै कुरामा संसारले प्रगति गर्नु सकेको छैन, किनभने डेमोक्रेसी भनेको सबैको मन्तव्य लिने पद्धति हो र संसारलाई विकासको क्षेत्रमा अगाडि जानु छ भने सबैको मन्तव्य लिइरहने जरुरत हुँदैन। त्यसैकारण उनले संसारको मान्छेहरूको मानसिकता नै कब्जा गर्नुको निम्ति संसारका सबै मान्छेहरू जसले फेसबुक चलाउँछन्, जो सोशल मिडियामा छ, जो इन्टरनेटको माध्यमबाट कन्ट्याक्ट भएका छन्, उनीहरूको डाटा उनले रिजर्भ गरेका छन्। आज यहाँ बसेर डुकनाथ नेपालले के बोल्दैछ त्यो हाम्रो मान्छेहरूले भन्छ तैँले बोलेर के पाइछ। आज त्यो स्थिति रहेको छैन। मैले पहिलो शब्द जुन टाइप गर्छु त्यसबाट मेरो खोजी हुन्छ, म को हुँ, मेरो व्यक्तित्व कस्तो छ, म के चाहन्छु र म के चाहन्छु त्यही फिडब्याक हुन्छ। जस्तो मेरो वरिपरि 2-4 जना जो साथीहरू हुनुहुन्छ, उहाँले विभिन्न भिडियोहरू विभिन्न चिजहरू मलाई पठाउनुहुन्छ। म उहाँहरूलाई के सजेस्ट गर्छु भने तपाईहरु पहिले आफूलाई यति चाहिँ इक्विप गर्नुहोस् कि तपाईहरुले आफूलाई फिल्टर गर्ने क्षमतामा चाहिँ ल्याउनुहोस्। नत्र भने के हुन्छ भन्दाखेरि चाहिँ तपाईको सम्पर्कमा कुन इन्ट्रेस्टको मान्छे भएको छ, उसले जुन कुरो खोज्छ उसकोमा त्यही कुरो आएको हुन्छ। उसको इन्ट्रेस्ट केमा छ? उसको राजनीतिमा छ, इकोनोमीमा छ, वारमा छ, कुन विषयमा उसले ती चीजहरू खोजिरहन्छ, त्यही फिडब्याकहरू चाहिँ त्यो तकनिकी निर्माण गर्ने मान्छेहरूले जुन व्यवस्था जसलाई अल्गोरिदम अहिले भनिन्छ उनीहरूले हाल्दै जान्छन्। त्यो अल्गोरिदमको आइसकिसक्यो, अल्गोरिदमको जुन फर्मुला छ स्टेप बाइ स्टेप त्यसलाई फलो गर्ने, त्यसमा परिसकिसकेपछि यदि तपाईकोमा त्यो फिल्टर गर्ने ताकत र ज्ञान छैन भने तपाई सम्पूर्ण तपाईको उनीहरूको कब्जामा हुनुहुन्छ। जसरी अहिले हाम्रो छिमेकी मुलुक नेपालमा चुनाव हुँदैछ, त्यसमा यो ठुलो बहसको विषय भइरहेको छ कि बालिन कसको एजेन्ट हो। एजेन्ट त सबै एजेन्टै हुन्, किन भन्दाखेरि चाहिँ पहिले फिजिकल्ली जस्तो प्रचण्डहरू भारतले नि मिडियाले मानेको एक्सेप्ट गरेको हो, प्रचण्डहरूले एक्सेप्ट गरेको हो, भारतीय दूतावासको राजनयिकहरूले एक्सेप्ट गरेको हो कि नेपालको माओवादी आन्दोलन भारतबाट स्पोन्सर थियो भनेर। तर त्यो चाहिँ त्यतिखेर शारीरिक रूपमा त्यसका फर्मुलाहरू ज्यादा फिजिकल थिए। अहिले चाहिँ तपाईको देख्दैन तर कमान्ड गरे त्यो प्रकारले छ। जसरी काठमाडौँ, नेपालको राजधानी काठमाडौँ अहिलेको जेनेरेसनलाई थाहा नभए पनि म तपाईलाई अलिकति ब्याकग्राउन्डमा लान्छु। कुनै समयमा काठमाडौँ भनेको संसारको एउटा चर्चित ठाउँ थियो। 90s को बेलामा जतिखेर देवानन्दले हरे राम हरे कृष्ण भन्ने पिक्चर बनाए, त्यतिखेर न्युयोर्क, हङकङ, सिङ्गापुर, बम्बई भन्दा पनि नेपालको राजधानी काठमाडौँ दुनियाँको अगाडि प्रचलित थियो र लन्डनदेखि काठमाडौँसम्मका बस चल्थे। के को लागि? संसारको हिप्पी कल्चरको जुन डेस्टिनेसन थियो त्यो डेस्टिनेसन सिधै काठमाडौँमा आएर ठोकिन्थ्यो। र त्यस्तो काठमाडौँ अन्तर्राष्ट्रिय म्यापमा भएको काठमाडौँको मेयर एउटा र्यापर, एउटा केटा अल अफ सडन इमर्ज भएर स्थापित एमाले, माओवादी, कांग्रेस जस्ता पार्टीहरूलाई पराजित गरेर काठमाडौँको मेयर चुनियो। यो एक्सिडेन्टल होइन, यो प्रोग्राम्ड हो। यो डिप स्टेटको भनौँ, उनीहरूले सेट गरेको पिटर थिल, एलन मस्क, जुकरबर्ग यस्ता मान्छेहरूले जुन फिट गरेको एउटा फर्मुला छ, त्यो फर्मुलामा पास भएको एउटा प्रोडक्ट हो। त्यसैकारण हामीले पनि हामीले चुनेका नेताहरू हाम्रा हुन्। मैले हालेको भोट कति स्वतन्त्र हुन्छ अबको दिनमा? यो होल सिस्टमलाई नै उनीहरूले, किनभने उनीहरू म जस्तो गफ मात्रै गरिरहँदैनन्,
म जस्तो भाषण मात्रै दिइरहँदैनन्, उनीहरू त्यसअनुसार सक्षम पनि छन्। मैले भनिहालेँ, संसारलाई चाहिने आज संसार केमा चलेको छ? इकोनोमी उनीहरूकै हातमा छ। ताकत अमेरिकाले आज इरानलाई धम्की दियो, ग्रिनल्यान्डमा कब्जा गर्छु नि भन्यो, क्यानाडालाई मेरो 51 स्टेट हो भन्यो, के को भरमा? ताकतको भरमा। संसारलाई उनीहरूले बाँडीचुडी खाने हिसाबमा। र अब हामीले जेलेन्स्की जस्तो, मैले आज होइन, मेरो 4 वर्ष अगाडिको भिडियो सम्बोधन र लेखहरू तपाईहरूले फलो गरेर हेर्नुहोस्। म सुरुदेखि नै जेलेन्स्कीलाई मान्दो थिइनँ। मैले जेलेन्स्कीको अर्को नाम राखिदिएको थिएँ, झुलेन्स्की, जसले एउटा युरेसिया, युक्रेन, युरोप र एसियाभित्र फैलिएको एउटा राष्ट्र थियो, एउटा सम्पन्न राष्ट्र, त्यसलाई झुल्साइदियो, सम्पूर्ण विनाश गरिदियो। किनभने पुटिनले उनलाई एउटै कुरो मात्रै भनेको थिए, त सुरक्षाको नि तिमीले नाटोको सदस्य हुने कोसिस किन गर्यौ भन्दाखेरि चाहिँ सुरक्षाको कारणले चाहिँ म नाटोको सदस्य हुन चाहन्छु, नाटोको पखेटा मुनि गएर लुक्न चाहन्छु। त्यतिखेर रसियाले उनलाई भन्यो, त मेरै भाइ होस्, मसँग छुट्टिएको 1990 मा अमेरिकाको CIA नै USSR तोडेर बनाइएको एउटा राष्ट्र हो र जुन दिनसम्म म रहन्छु तँलाई सुरक्षाको खतरा हुँदैन। मैले चाहे भने, रसियाको भाषा, पुतिनको भाषा, मैले चाहे भने तँलाई यो नाटोले सुरक्षा दिन सक्दैन। जब म तँलाई मेरो सुरक्षामा बसेको छस् भने यो नाटो तेरो निम्ति सुरक्षाको कुनै खतरा हुँदैन। त्यसकारण तैँले यो नचाहिँदो कुरा नगर, त जहाँ छस् त्यहीँ बसिर, म तँमाथि कुनै पनि कारबाही गर्दिन भन्दाखेरि जेलेन्स्कीले यो पुतिनको जुन राजनैतिक भाषा, कूटनैतिक भाषा र चेतावनीको भाषा उसले बुझेन। किन भन्दाखेरि चाहिँ उसलाई चम्काउने को थिए भन्दाखेरि चाहिँ यिनीहरू थिए। अब आज यिनीहरू छिन्न भिन्न भइसकेपछि कोही आज चीन कुद्दैछ, कोही भोलि चीन कुद्दैछ, कोही इन्डियातिर कुद्दैछ। किनभने उनीहरूको जुन नीति थियो त्यो नीति लथालिङ्ग भयो। कसको कारणले? यिनै तकनिकीका। जेलेन्स्कीलाई सबैभन्दा ठुलो सञ्चार तन्त्रमा स्टारलिङ्कले सहायता गरेर उसले रसियासँग जुन लडाइँ गर्दैथ्यो, अब त्यो पनि बिस्तार बिस्तार यदि काटियो भने, जसरी जेलेन्स्की एउटा राष्ट्रको राष्ट्राध्यक्ष भएर पनि केही गर्न नसक्ने स्थितिमा छ, त्यस्तै प्रकारले अब हरेक राष्ट्र कसले कन्ट्रोल गर्दैछ? यी जो हामीभन्दा दर्शनको रूपले, त्यो दर्शन हाम्रो पक्षमा होस् या नहोस्, उनीहरूको पक्षमा त छ। उनीहरूले जुन दुनियाँलाई बनाउने सपना देखेको छ, स्पेसमा उनीहरूले आफ्नो मुलुकलाई माइग्रेट गर्ने जुन उनीहरूले सपना देखेको छ, त्यो लाइनमा त उनीहरू कार्यरत छन्, काम गरिरहेका छन्। उनीहरूलाई जरुरत पर्यो भने उनीहरूले त्यहाँ सिफ्ट गर्यो भने संसारै नरहे पनि उनीहरूलाई केही फरक नपार्ने सम्मको उनीहरूले त्यो लेभलमा जब सोचेका छन् भने हाम्रो राजनीति अहिले पनि जातमा, धर्ममा, पञ्चायत हुनुमा, मुख्यमन्त्री हुनुमा, मन्त्री हुनुमा हामीले केको निम्ति सेक्रिफाइस गर्नु अरे? कसैलाई मुख्यमन्त्री बनाउनुको निम्ति कलेजबाट नानीहरू निकाल्नु अरे? हो, यदि ठुलो लिबरेसनको कुरा हो भने, एउटा मुक्तिको कुरा हो भने, मुक्ति सङ्ग्रामको कुरा हो भने ड्रप गर्नुपर्छ। गान्धीले पनि भनेको हो, असहयोग आन्दोलन चलाएको हो, त्यसको मुद्दाको उपर हुन्छ, त्याग बलिदानको। अहिले त्यसको जमाना छैन। अहिले जमाना छ टेक्नोलोजीको, अहिले जमाना छ विज्ञानको, अहिले जमाना छ सामञ्जस्यको, अहिले जमाना छ अगाडि हेर्नुको। किनभने जसरी व्यक्ति गौण भएर जाँदैछन्, चरम राष्ट्रवादले अरू चिजहरू पनि गौण हुन जाँदैछन् र आउनेवाला दिनहरूमा हुनसक्छ साना साना राष्ट्रहरू पनि गौण विषय गरेर जान सक्छन्। र यो विषयमा हामी पनि अध्ययन गरौँ। कमसेकम म तपाईँहरूलाई आह्वान गर्छु यी चिजहरूलाई क्यारिड आउट गर्नु। मैले भने मेरा थुप्रो भाइ बहिनी साथीभाइहरू छन् जसले यी चिजहरू पठाउँछन्, यस्तो भएछ उस्तो भएछ भनेर। म उहाँहरूलाई एउटा अनुरोध गर्छु, फिल्टर गर्नुहोस्। कसै तपाईँको भित्र तपाईँले जुन चाहिरहेको छ त्यही कुरो उनीहरूले पस्किरहेका त छैनन्। धन्यवाद।